नमस्ते सम्पूर्णमा सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ हामी नयाँ पोखरा जाने कार्यक्रममा छौँ। हाम्रो साथमा हुनुहुन्छ सुराज भाइ हुनुहुन्छ हाम्रो साथमा। उहाँ चाहिँ मुख धोई कार्यक्रममा हुनुहुन्छ। म चाहिँ अहिले यता आइसकेको छु। अब चाहिँ हामीले गुलाबको फुल खतरा फुलिरहेको थियो। हामी चाहिँ अहिले मासु ल्याउन जान लाग्यो होइन, नयाँ पोखरीतिर। अनि चाहिँ होइन, मैले चाहिँ के भन्न चाहन्छु भने तपाईँहरूले मेरो टिकटकमा गएर फलो गरिदिनु होला। टिकटकमा चाहिँ लाउरे बाबु 7 छ। अनि युट्युब च्यानल चाहिँ SGR4 छ। त्यसमा गएर सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अहिलेलाई चाहिँ हामी बाहिरमा कहाँ जानु लाग्यो भन्दा नयाँ पोखरी जानु लाग्यो। के गर्न भन्दाखेरि मासु सासु लिने, अनि यसो घुमघाम आएको बेलामा घुमघाम गर्नु पऱ्यो भनेर जानु लाग्यो होइन। अनि तपाईँहरूलाई म केही भन्न चाहन्न, त्यही लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला देखेको जति फ्यान्सहरूले भन्न चाहन्छु। अनि अहिले चाहिँ म जान्छु, त्यही देखाउने छु तपाईँहरूलाई। हाम्रो साथमा हुनुहुन्छ सुराज भाइ। अहिले चाहिँ हामी बाहिर म मासु लिन जानु लाग्यो। अनि अब यस्तो आएको बेलामा घुमघाम गरौँ होइन। बाहिर म जाम आउने हाम्रो गाउँतिर केटाहरू पनि कोही छैन होइन भाइ। अनि बाहिर म जानु लाग्यो होइन। भाइ चाहिँ यता छ। हाम्रो भाइ चाहिँ मन परेमा सबैजनाले यस्तो कमेन्ट गर्नु होला भन्न चाहेँ होइन। त्यही हो। सो गाइज अब जानुपर्छ, हामी चाहिँ जानुपर्छ। अनि भाइलाई चाहिँ के छ त हाल खबर? कस्तो ठिक छ? एकदम ल परे होइन अरे? परेन अरे? ल कहाँ लप पर्ने, मेरो लप पार्ने उमेर होइन। यता 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 हेरेर भन्छ मेरो लप पार्ने उमेरै होइन। कति वर्षको होइस्? 12? ए भाइ यस्तो रड्डी कुरा गरेर हुन्छ मसित? ल एकचोटि खै नाच्दै त खै। आमा नसकिने भयो। हाम्रो भाइको नाच डान्सै कडा खाएको फेरि। ल त्यही हो गाइज। अब हामी चाहिँ मासु लिन जानुपर्छ। अहिले तपाईँहरूलाई अब उतातिर भ्युजहरू कस्तो कस्तो छ यसो देखाइदिन्छु। अहिलेलाई चाहिँ आएको छैन म ऐसल खाँदा भिडियो भएन अरे? बोर लागेन है? हामी कहाँ जाँदैछौँ? हामी कहाँ जाँदैछौँ? हामी अस्ट्रेलिया हर्मड। हाम्रो दर्शक बिनहरूलाई के भन्न चाहनुहुन्छ हजुरले? हाम्रो दर्शी के अरे दर्शक बिन भन्नेलाई यो भन्ने भाइ यता आइयो त। के भन्ने अरे? दर्शक बिनलाई के भन्ने? दर्शक बिन्दाखेरि मैले नयाँ बाटोमा हिँड्दाखेरि कस्तो यार, यहाँ धेरै ऐसलु रहेछन्। ऐसलु खानुपर्छ। ऐसलु खाँदै जाने। भाइले खान्छ सिना त? हुन त यो त यहीँ खाँदा खाँदै अगाएर भयो। मिच्छे छिप्पी खायो त यहाँ बसेर। भाइ यहाँ बसेर छिप्पी खाएछ नि त गाउँमा बसेर। ऐसेलु चुत्रो खाएर छिप्पी खा केटो। बाटोमा हिँड्दा हिँड्दै खान्न भन्दा पनि खाम गराउने। ऐसेलुको बटमा च्यापकिस गर्न देऊ तिम्रो लाली ओठमा। च्यापकिस गर्न देऊ तिम्रो लाली ओठमा। मैले यस्तै बनायो नि त भाइरल हुन्छ। ऐसेलु खाएर म कहिले नथाल्ने भाइ। के अरे भाइ?
भिडियो बनाउने अनि भाइरल हुँदा ए भाइरल यार म त बन्न सकेँ नि त के भन्दैछ रे मैले फेरि कमेडी बनाउँछु नि। फेरि चुत्रो आम्मामामामामामामा कति हो के कति हो यार म त कमेडी बनाउँथेँ र भाइरल हुन्थेँ नि। कम कमेडी भिडियो बनाउनु जान्छु नबनाएर मात्र। खै एउटा कमेडीको केस भन् त खै अहिले फेरि चाहन्न एउटा सायरी भन्न एउटा सायरी बन्दिनँ गीत त गाउन हुन्छ म कलाकार होइन। ए हो तर मिठो हुन्छ नि अनि चित्रो पनि अन्त यत्रो माथि पुग्नुहुन्छ यार। मेरो हाइटै धेरै छ त अनि 8 फुट हुनुहुन्छ नि। खाने भयो आउनुहोस् है 8 फुट हुनुहुन्छ नि। 8 फुट भयो होला 8 फुट 8 फुट त यहाँ मान्छे चाहिँ छैन होला मान्छेले 8 फुट भन्छन्। हँ तपाईँलाई मान्छेले 8 फुट भन्छन् भने होला 5 फुट 9 त हुनुहुन्छ होला नि। दामी छ है गाइस खाने भयो आउनुहोस् हाम्रो गाउँतिर। गाइस तपाईँहरूलाई चाहिँ म के देखाउन चाहन्छु भने हाम्रो गाउँमा चाहिँ विकास हुन्छ होइन तर हेर्नुहोस् है ए यहाँबाट यता यता त्यहाँबाट त्यहाँ तलसम्म मात्रै पिच रे अनि हाम्रोतिर चाहिँ अहिले नगर्ने रे खै के हो अब एउटा वार्डमा एउटा नेताले गर्ने अनि अर्को वार्डमा अर्को नेताले गर्ने रे पिच पनि अहिले चाहिँ अब त्यही भन्दै पिच गरिरहन् तर हाम्रो घरतिर चाहिँ होइन अरे अहिले खै के हो अब नेता पनि छुट्टै अब एउटै कार्य के भन्छ एउटै के हो यार के भन्छ अरे भाइ त्यो जस्तै एमालेमा भयो भने एउटै वडा होइन क्या यार एउटै कार्यालय होइन खै के भन्छ यार एउटै पद होइन के भन्छ यार एउटै चिन्ह हो कि के भन्छ कि त्यस्तो भएको मान्छे अब एउटैबाट पनि वार्डमा नि छुट्टै अरे के हो एउटा वार्डमा छुट्टै उहाँ तल छुट्टै गरे यहाँ छुट्टै अब हाम्रोतिर कता छुट्टै के हो म त केही बोल्न सकेन है त अहिले हामी चाहिँ अब फाइनली आउनु लागिसक्यौँ जाँदै होइन अब अहिले चाहिँ हामी अङ्गुर किन्दैछौँ 230 होइन यहाँ त आवाजै आएन। हामी पढेको स्कुल चाहिँ अहिले चाहिँ नयाँ बन्नु लागेको रहेछ। सुरेश दाई कस्तो कटिङ चल्यो त मासुको भाइरल गरिदिनु पऱ्यो कि दाइलाई नि यार दाइलाई नि भाइरल गरिदिनु पऱ्यो मासु। हामीले चाहिँ फाइनली होइन अब फलफुल किनेर बसिसक्यौँ अब मासु काट्दै हुनुहुन्छ दाइले यतातिर। अब मासु चाहिएमा चाहिँ सम्पर्क गर्नु होला हाम्रो सुरेश दाइकोमा फेमस दाइ हो नि त मासु पसलको होइन दाइ त्यही अनि यसो मासु लिएर टक्क भाइ देखाइदिए भाइ 5 किलो मासु अनि फलफुल आँप अङ्गुरहरू ल्यायो अनि चाउमिन पनि खाइयो अघि नै चाउमिन खाइयो अनि अब चाहिँ घर जानु लाग्यो। अब भ्लग पनि के धेरै लामो बनाउनु भनेर भ्लग बन्द गर्न लाग्यो। आजलाई चाहिँ बन्द गर्न चाहन्छु।